काटे माइलाको बिहेमा सुँगुर बोकेर हामी त म चाहिँ यता कुम्लो। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। अनि सेवा हामी चाहिँ आज जन्ती जान लागेको। हामी चाहिँ हाम्रो सामानहरू सबै रेडी सेडी बनाएर बेहुलीको घरतिर जान तयारमा छौँ। साथीभाइहरू हेर्न सक्नुहुन्छ, मेरो मोटे साथीले के पेट्रोल देखाइरहेको छ होइन। म चाहिँ आफूलाई कपाल मिलाउँदै यसो कस्तो देखेको छु नि आफूलाई हेरिरहेको छु। हामी चाहिँ जन्ती जानको लागि चाहिँ तमोर कोसी तरेर जानुपर्ने हुन्छ, त्यही भएर हामी चाहिँ एक गरी बाइक लाँदैछौँ। यो चाहिँ लास्टको चाहिँ मेरो बाइक हो होइन। अनि यता आएर भिडियो गर्दैको, अब बाइक चलाउँदै भिडियो गर्नु भएन। अनि अहिले हामी चाहिँ बेहुलीको घर आइपुग्यौँ होइन। चट्टै र हाम्रो हालत चाहिँ, मेरो जुत्ताको हालत कस्तो भइरहेको छ। सबैजना चाहिँ रेडी भएर मासतिर जाँदैछौँ बेहुलीको घरतर्फ। हामी चाहिँ लगभग 16-17 जना चाहिँ गएको थियौँ। 7-8वटा बाइकमा गएको थियौँ। अनि हाम्रो चाहिँ अघि आउने चाहिँ कलिया हो, त्यसपछि पछि जन्ती। मैले चाहिँ भिडियो बनाउनको लागि चाहिँ अघि आएको हेर्न सक्नुहुन्छ हाम्रो जन्तीहरू। काटे माइलाको बिहेमा सुँगुर बोकेर हामी त म चाहिँ यता कुम्लो बोकेर है गाई काटे माइलाको के थियो? सुँगुर ल नमस्ते साथीहरू। पछाडि दुईजना बाजेर आउनुहुँदैछ। यहाँ चाहिँ हाम्रो राईको रित पुरा गर्नको लागि चाहिँ तयारी गर्नुहुन्छ। के हो मलाई नि केही थाहा छैन, तर यो हो हाम्रो चाहिँ राईको रित चाहिँ यस्तो हुन्छ। सुँगुरको फिला जान्छ, अरू केही होइन। हेर्न सक्नुहुन्छ तयारी गर्नुहुन्छ। हाम्रो बिहे चाहिँ हाम्रो काकाको थियो साथीभाइहरू। हेर्न सक्नुहुन्छ सुँगुरको एउटा फिला अनि कुखुराहरू जाँदो रहेछ राईमा चाहिँ। म पनि पहिला त गएको थिइनँ, सुनेको मात्र थिएँ। अहिले चाहिँ फेस टु फेस देखि हेर्न सक्नुहुन्छ जात रक्सी चाहिन्छ। हाम्रो चाहिँ बेहुलीपट्टिकोले एक्सेप्ट नि गरिसक्यो होइन। हाम्रो रिटहरू चाहिँ उहाँलाई बुझाइदिइसक्यौँ। अब चाहिँ उहाँको छोरी चेली हाम्रो भयो साथीभाइहरू। यति पछि सक्को सरी यति साह्रो ओए काम गर्दा नि यति साह्रो मेरो पसिना आएन होला है। बाइक कुदाउँदै आज आएको छ। हेरौँ न गाइस, कहाँबाट के हो।